सरकारको कान निमोट्ने मान्छे हो क्या म। अनि मैले चाहिँ नलिएको अरे, उसले पो लिएको अरे। त्यो बजेट बनाउने मान्छे हो के म। विनियोजन विधेयकमा अस्ति भर्खर छलफल भइसक्यो, आर्थिक विधेयकमा पनि अस्ति छलफल भएको छ होइन, संशोधन पेश गर्दैछौँ। पेट्रोलको दाम कति राख्ने, के कति राख्ने होइन, शिक्षामा कर लगाउने कि नलाउने, स्वास्थ्यमा कर लगाउने कि नलाउने भन्ने मान्छे पो त हामी त। अनि हामीले चाहिँ नगरेको उहाँले गर्नुभयो। ल ठिक छ, एजेन्डा उहाँको थियो भने त भयो पनि त हुन्थ्यो। त्यो कोसीबाट पानी ल्याउने एजेन्डा कसको हो? हर्क साम्पाङको होइन। मेरो त्यो सपना हो, संकल्प हो र सङ्घर्ष पनि हो क्या। चाहिँ कोसीको पानी हामी ल्याउँदैछौँ। अब यो यसमा चाहिँ अलिकति हाँस पनि उठ्छ, अलिकति फेरि भन्नै पनि पर्छ होइन, भनेन भन्छ फेरि यहाँ अलिकति। उपमेयरज्यूले के भनिदिनु भएछ भन्दाखेरि हर्क साम्पाङको कुनै हात छैन भनेर भन्नुभएछ। त्यो बजेट क्या उताबाट आउने। अनि कसको चाहिँ हात छ त? प्रचण्डको छ त। कति हाँस्नु। प्रचण्डजी आउनुहुन्न बैठकमा, एकचोटि मात्रै आउनु भएको छ, आउनै हुन्न है। के उपमेयरकै छ त हात चाहिँ? छैन। कति हाँस्नु, अलि हाँसौँ, अलि हाँसौँ न। हाँस उठ्छ क्या। हर्क साम्पाङले होइन, उपमेयरले लिएको अरे। यहाँको उपमेयर चाहिँ संसदको सदस्य हो र भनेको। म त त्यो बजेट बनाउने मान्छे हो। त्यो बजेट बनाउने, त्यो संसदमा बजेटमा छलफल गर्ने मान्छे, यस्तो उस्तो भनेर तपाईँको सल्लाह सुझाव दिने मान्छे हो म। सरकारको कान निमोट्ने मान्छे हो क्या म। अनि मैले चाहिँ नलिएको अरे, उसले पो लिएको अरे। त्यो बजेट बनाउने मान्छे हो के म। विनियोजन विधेयकमा अस्ति भर्खर छलफल भइसक्यो, आर्थिक विधेयकमा पनि अस्ति छलफल भएको छ होइन, संशोधन पेश गर्दैछौँ। पेट्रोलको दाम कति राख्ने, के कति राख्ने होइन, शिक्षामा कर लगाउने कि नलाउने, स्वास्थ्यमा कर लगाउने कि नलाउने भन्ने मान्छे पो त हामी त। अनि हामीले चाहिँ नगरेको उहाँले गर्नुभयो। ल ठिक छ, एजेन्डा उहाँको थियो भने त भयो पनि त हुन्थ्यो। त्यो कोसीबाट पानी ल्याउने एजेन्डा कसको हो? हर्क साम्पाङको होइन। मेरो त्यो सपना हो, संकल्प हो र सङ्घर्ष पनि हो क्या। हिजो बार बार तपाईँको छैन मन्त्रीलाई ढोक्दा 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 पैसा नदिएको कारणले गाग्री बोकेर को गएको थियो? म गएको थिएँ कि को चाहिँ गएको थियो? अहिलेको प्रधानमन्त्री त मेरो एक खालको साथी पनि हो। संसदमा नआएर कहिले पनि आउँदैन, अनि आएपछि जे पाते बोल्छ र विरोध गरे हो।